बेबी के पकाएको खोइ मेरो बेबीले सुँगुरको मासु पकाउँदैछ मिठो बनाऊ ल म चाहिँ भर्खर कामदेखि आएको दुईजना काममा गएको थियौँ त्यही भएर अहिले भर्खरै आइपुगेर मेरो बेबीले चाहिँ तरकारी बनाउँदैछ म चाहिँ यत्तिकै बसिरहेको है सुत्छु अब म सुतेको ल सुतेको ल म खाना नखाने के ल म खाना खाँदिनँ के ल तिमी एक्लै खाऊ म खाँदिनँ म त थाकेको छु सुत्छु ल त्यही हो म सुत्नु पर्यो भनेर भन्नु मिल्दैन होइन किनभने सुँगुरको मासु पाकेको छ है त्यही भएर म सुत्दिनँ म सुत्रेको छु आजभोलि म केही खाँदिनँ नि केही खाँदिनँ केही खानु मिल्दैन अब तिमीलाई हेरौँ हेरौँ जस्तो लाग्छ यो आँखाले भन्छ नि त्यस्तै अनि आज चाहिँ गेम नखेल्नु फेरि गेम नखेल्नु आज चाहिँ यो काटिन फेरि यो खाउँ काँक्रा बिचरा मेरो बेबी थाकेको होला तर भाडा चाहिँ मैले धुएको भाडा चाहिँ मैले धुएको हो क्या हो कि नभने भन त भाडा मैले धुएको नि होइन चाहिँ मैले धुएको अनि त्यही भएर खाना चाहिँ उसलाई पकाउनु लागेको कस्तो बनाउँदो रहेछ आज हेरौँ गाउँकै जस्तो नि साँच्ची कस्तो छान्नु जान्दिनँ छान्नु नजान्ने भए मैले तिमीलाई कसरी छाने त हुन त अन्त सँगै खान्छौँ न है त्यही हो दिउँसो त भ्याइँदैन अनि त्यही भएर राम्रो पनि लाग्छ नि त भयो सोचेँ त्यो दिउँसो कामको काममा के लुलु के हाल्ने हाल त्यो ऊ डरेछ फेरि त्यो प्याज डर भने फेरि पिरो हुन्छ मेरो बेबी अलिक तरकारी बनाउनु चाहिँ यस्तो राम्रो जान्दछ कि त्यो अस्ति अहिले म फेरि छिटो 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 है म त रिसाउँछु नि फेरि रिसाउँ मलाई खै त